मोरङ जिल्ला नेपालको पूर्वी तराईमा अवस्थित एक जिल्ला हो। 10 लाख भन्दा बढी मानिस बसोबास गर्ने यो जिल्ला नेपालको दोस्रो बढी जनसंख्या भएको जिल्लामा पर्दछ। करिब 2 लाख जनसंख्या बसोबास गर्ने नेपालको दोस्रो शहर विराटनगर यस जिल्लाको सदरमुकाम हो। सामुदायिक स्तरमा जिल्लाभित्र 7 प्राथमिक स्वास्थ्य केन्द्र, 22 स्वास्थ्य चौकी र 37 उपस्वास्थ्य चौकीहरू रहेका छन्। करिब 400 स्वास्थ्य कर्मीहरू र 700 महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। सरकारी तथा गैर सरकारी संस्थाहरूसँग हातेमालो गर्दै आधारभूत स्वास्थ्य सेवा, रोग प्रकोपको रोकथाम र धूम्रपान तथा परिवार नियोजन, HIV नियन्त्रण लगायत स्वास्थ्य प्रवर्धन गर्दै जनतालाई गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले उल्लेखनीय भूमिका खेलेको छ। यस जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले मोरङ जिल्लाका 10 लाख भन्दा बढी जनसंख्यालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइआएको छ र जिल्लाभित्र छरिएर रहेका स्वास्थ्य केन्द्रबाट प्राथमिक सेवा स्वास्थ्य सेवा हामीले निःशुल्क रूपमा जनतालाई उपलब्ध गराइआएका छौं। यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय र BMMT को संयुक्त पहलमा सञ्चालन भएको गोष्ठी, सेमिनार, तालिम, अन्तर्क्रिया सरकारवालाहरूको क्षमता अभिवृद्धि लगायत समुदायको सशक्तिकरणमा मद्दत पुग्दै आइरहेको छ। नेपाल सरकारले फ्री गरेको यतिसम्म कि यातायात खर्च पनि उनले संस्थामा चाहिँ यो संस्थामा डेलिभरी हुनु आएको सेवा निःशुल्क हुन्छ, साथै यातायात खर्च पाउनुहुन्छ। नेपाली जनताको स्वास्थ्य स्थितिमा सुधार गर्ने अभिप्रायले BMMT विगत 43 वर्षदेखि नेपालमा अनवरत रूपमा स्वास्थ्य क्षेत्रका अधिकारमा आधारित पद्धतिको माध्यमद्वारा सरकारी तथा गैर सरकारी संस्थाहरूसँग सहकार्य र समन्वयात्मक ढंगले पछि परेका समुदाय, महिला तथा बालबालिकाहरूसँग काम गर्दै आइरहेको छ। बिटिन नेपाल मेडिकल ट्रस्ट एउटा गैर सरकारी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। यसले चाहिँ स्वास्थ्य तथा विकासको कार्यक्रममा नेपाल सरकारलाई सहयोग गरिरहेको छ। यसै क्रममा मोरङ जिल्लाको राजघाट गाविसका समुदायका सरकारवालाहरूसित भएको भलाकुसारी महिला अधिकारको सन्दर्भमा महिला हिंसा न्यूनीकरणको लागि महिला हिंसा दबाव समूह गठन भई सक्रिय रूपमा गतिविधि गर्दै आएको छ। यो विगत 4 वर्षको मैले एकमुष्ट रूपमा ल्याएको छु। त्यो चाहिँ 220 वटा छन् जम्मा हाम्रो। अनि यसमा के छ भने बलात्कारका प्रयासका केसहरू छन् हाम्रा 4 वटा, अनि बलात्कारका केसहरू छन् 10 वटा,
अनि सम्बन्ध विच्छेदका 20वटा, बहुविवाहका 4वटा, अनि अरू घरेलु हिंसामा 34वटा। अनि त्यसमा स्थानीय स्तरमै मिलापत्र गरेका चाहिँ 100वटा छन् मध्यस्थकर्ताको रोल खेलेर। अनि अरू बाँकी मिलापत्र गर्न नसकेको अवस्थाका 66वटा छन्। यस स्वास्थ्य सुधार कार्यक्रमले समुदायको सशक्तिकरण र महिलाहरूको 24 घण्टे प्रसुति सेवामा ठूलो मद्दत पुर्याएको छ, जसले गर्दा बिरामीको संख्या स्वास्थ्य संस्थामा वृद्धि भइरहेको छ। बीएमएमटी को सहयोगमा इन्दिराले सिलाई कटाईको तालिम पाएपछि आफ्नो घरको सामान्य आर्थिक अवस्थामा सुधार भएकोमा गर्व महसुस गर्दै बीएमएमटीले अब यो मेसिनको सिप सिकाउनको लागि पनि सहयोग केही काम पाएको थिएन। घरमा चाहिँ बच्चाहरूलाई पढाउँथे अनि माइतमा आएर सहयोग अलिअलि गर्थ्यौँ हुन्थ्यो। अनि बच्चाहरूलाई पढाउँथ्यो अनि झल्लाको आफ्नो काम गर्थ्यौँ, बाख्रा खसीहरू पाल्थ्यौँ। अहिले बाल समाजबाट त अलि सिलाइ कटाइ सिकेर अलि पाएको छु, राम्रो कमाइ पनि भइरहेको छ। राजघाट 4 चौधरी टोलका युवा क्लब नियमित मासिक बैठक बस्ने, स्वास्थ्य समस्यामा छलफल गर्ने गर्दै आएका छन्। उनीहरू गाउँघरमा भएको जल्दाबल्दा स्वास्थ्य समस्याहरूप्रति अति संवेदनशील छन्। एउटा साइकल दिनुभएको थियो, त्यो साइकलद्वारा हामी कुना कुनामा गएर होइन त्यस्ता गर्भवती कुपोषण भएका महिलाहरू भेटेर हामीले उनीहरूलाई चाहिँ पोषण सम्बन्धी जानकारी दिएर अहिले धेरै नै सुधार हुँदैछ होइन। समुदायमा स्वास्थ्य अधिकारको तालिमपछि समुदायले गाउँघर क्लिनिक भवनको आवश्यकताको महसुस गरी यहाँको जनता बीएमएमटी जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा भवन निर्माण भएको छ। विगतको दिनमा पनि गाउँघर क्लिनिक चाहिँ जुन बच्चा र आमालाई जुन खोप क्लिनिक र गर्भवती महिला जाँच सेवाहरू जुन सेवा चाहिँ दिँदै आइराख्नु भएको थियो सरहरूले, तर त्यो चाहिँ सेवाहरू चाहिँ हामीले रघुपति स्कुलको चाहिँ प्राङ्गणमा चाहिँ हामीले गरिरहेका थियौँ। धेरै नै समस्या थियो, महिला दिदीबहिनीहरूलाई चटाइ ओछ्याएर त्यो सेवाहरू पाइराख्नु भएको थियो र त्यो स्कुल लागेको बेलामा हामीलाई गाह्रो पनि भइरहेको थियो र हामीले चाहिँ त्यो 12 जना समितिभित्रमा चाहिँ हामीले चाहिँ छलफल गरिकन गाउँघर क्लिनिकमा चाहिँ हामीलाई चाहिँ साह्रै नै भवनको आवश्यकता छ भनेर हामीले सरहरूसँग कुरा राख्यौँ र सरहरूलेसँग कुरा राखिकन त्यसपछि चाहिँ भवन निर्माणको लागि हामीले पहल गर्यौँ। पहल गरेपछि चाहिँ हामीलाई धेरै समस्या पनि यो भवन निर्माणमा चाहिँ धेरै समस्या परेको हो। त्यसैगरी विराटनगर 19 रानीको शहरी डट्स कार्यक्रम अन्तर्गत क्षयरोगीलाई नियमित औषधि सेवन गराइरहेको छ भन्दै स्वास्थ्य स्वयंसेविका रानीकी दिपा पौडेल। जुट मिल एरिया भएको हुनाले चाहिँ यहाँका मजदुरहरू बिहान खाना खाएर 9:30 बजे ड्युटी गइसक्नु पर्नेमा हाम्रो सरकारी स्वास्थ्य संस्थाहरू चाहिँ 10 बजे मात्रै खुल्ने भएको हुनाले चाहिँ यहाँको औषधि खान एकदम असुविधा भएको, त्यस कारणले हामीले बिमारीहरूको समस्यालाई बुझेर त्यो घर सञ्चालन गर्दाखेरि बिरामीहरूले भनेका कुरालाई फेरि हामीले एकचोटि आएर हाम्रो समितिसँग चाहिँ बैठक बसेर हामी एउटा सानो चाहिँ एउटा डट सहरी सेन्टरमा हामीले 12 घण्टा समय दिएर यसलाई खोल्ने भन्ने चाहिँ हामीले एउटा निर्णय गर्यौँ। 2062 सालदेखि स्थापना भएको। पहिला चाहिँ रानी प्राथमिक स्वास्थ्य केन्द्रमै जान्थे बिरामीहरू खान, अनि त्यहाँ चाहिँ धेरै टाढा भएर बिरामीको पनि धेरै बढ्दो यो भएर चाहिँ अनि हामीले चाहिँ यहाँ सबैजना वडा नम्बर 22 कै सबै जनता मिलेर एउटा कमिटी बनाएर डस सेन्टर चाहिँ हाम्रो विराटनगर उपमहानगरपालिकाको वार्ड नम्बर 22 मा राख्ने भनेर एउटा हामीले यहाँबाट एउटा मिटिङ बसेर नै अनि यहाँ डस सेन्टर चाहिँ यहाँ ल्याएको हो हामीले।
मावि र माविलाई समेट्ने खालको कार्यक्रम राखे राम्रो हुन्छ। चित्रकला राख्नुपर्छ या गाउँखाने कथा के राख्नुपर्छ त्यो गाउँखाने कथा राख्ने। त्यसमा अब हाजिर जवाफ भन्दा पनि निभाइमा प्रायः सधैँ नै हाजिर जवाफ नै अब यो बाल शोषण या यस्तै एउटा टप नि छ। गरौँ भन्ने चाहनुहुन्छ भने अरू पनि राख्न सकिन्छ हामी।